ब्याउनु भन्दा ठीक 1 महिना अगाडि असह्य पीडा सहेर संसार छोडिन् काली भैसी। यति बेला सामाजिक सञ्जालमा एउटा हृदय विदारक भिडियो भाइरल भएको छ, जुन गर्भवती भैसी जलेको। भैसीको सम्पूर्ण छाला जलेको छ, दुवै आँखा फुटेको छ, मुखबाट गिजा आइरहेको छ। न त ऊ कराउन सक्छ, न खान, न सुस्ताउन। असह्य जलन, तिर्खा, भोक र पीडा खेप्नु पर्ने बाध्यता कसरी आइलाग्यो त्यो अबोध प्राणीलाई। त्यसमाथि ऊ गर्भवती अवस्थामा। घटना हो बागलुङको तारखोला गाउँपालिका स्थित भुसकात गाउँको। गएको 17 गते राति करिब 11:30 वा 12 बजेतिर गोठमा अचानक आगो लाग्यो। गोठमा काली भैसी र उनकै 1.5 वर्षको रागो थियो। रागो आगोमा जलेर त्यही बेला मर्यो। गर्भवती भैसी भने मृत्यु भन्दा कष्ट खेप्दै बाँचिरह्यो। भैसीको त्यो हालत हेर्न नसकिने खालको थियो। त्यसैले स्थानीय भेटेरिनरी बोलाएर युथोनाइज गरियो। यो भनेको कुनै पनि प्राणीलाई पीडा रहित तरिकाले मृत्यु गराउनु हो। सो भैसी स्थानीय माया विकले पालेकी थिइन्। उनका अनुसार गोठमा कुडो पकाउने गरिएको थिएन, बिजुली जडान गरिएको थिएन, त्यहाँ आगो सल्कने केही थिएन। मायाका कान्छो छोरा सनम विकले भने कसैले सल्काइदिएको हुनुपर्छ, तर कसले सल्काएको भनेर पत्ता लगाउन सकिएन। ज्याला मजदुरी गरेर गुजरा गरिरहेका विकले भैसीसँगै आय स्रोत पनि गुमाएको बताए। छाकमा 5-6 माना दुध दिने सुबानी भैसी थियो। सनमले भने अब ब्याउनका लागि 1 महिना मात्रै बाँकी थियो। भैसी जलेपछि हेर्न नसकिने अवस्था भएको उनी बताउँछन्। 3 दिनसम्म एकदमै बिजोग अवस्थामा बाँच्यो। उनले भने बचाउने हर कोसिस गरियो, तर हामी सफल भएनौं। गोठमा कसले आगो सल्कायो, किन सल्कायो, उनले कुनै भेउ पाएका छैनन्।